सबभन्दा टपमा को थियो त्यतिखेर यम बुद्ध भन न भाइ अहिले हामी जमानामा त 10,000 र 1000 के सब्सक्राइबर र 10,000 भ्युज आउँछ भने हामी लड्दै बस्छ ऊ 1 मिलियन फलोवर लिएर बस्यो लाइक्स लिएर बस्यो मान्छे अन्त भन्नु न भाइ म जस्तो जति ऱ्यापर होस् लौरी होस् भिटेन होस् कसैले सँगालेर अरू ऱ्यापरलाई समेटेर लगेको छ र उनीहरू पर्सनली हिँडिरहेछ नि तर ऊ भने एक्लै खाएर हिँड्न सक्ने मान्छे त्यतिखेर उसलाई जरुरत थियो र रबार्स गरेर युनिपोइन्टलाई जन्माउनु साकरलाई जन्माउनु लौरीलाई जन्माउनु भन्नु त मान्छेले भन्छ रबारले लौरीलाई जन्मायो युनिपोइन्ट तर उनीहरूको कला झन् त बेग्लै कुरा हो तर उनीहरूको कला देखाउने ठाउँ उसले दिएको हो त्यही भएर म सबलाई भन्छु त बुगाडी चलाकी रोयल लोइस चलामा चला यो गाडीमा यो बाटोमा तर पिच चाहिँ यम बुद्धले गर्दै बुझ्छु त्यो नभए त नि हुन्न थिएँ म नि हुन्न थिएँ मेरो कुरा गर्छु भने भाइ कस्तो कुरा हो नि म रियाबमा थिएँ यम बुद्धको साथी